वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मैले के गर्न लाग्यो भन्दाखेरि मोमो बनाएर खाना लाग्यो। घरमै मोमो बनाएर खाना लाग्यो आज। त्यसैले म चाहिँ यहाँ प्याज काट्दैछु, हजुरहरू हेर्दै गर्नुहोला। मैले चाहिँ प्याजहरू काटिसकेँ, प्याज पनि काटिसकेँ। अब चाहिँ कुखुरा काट्न बाँकी छ। कुखुरा वहीँ उयोबाटै काटेर लिएर आउँदा नि हुन्थ्यो, तर उहाँ चाहिँ मसिनो बनाइदिन्छ कि पुरै। मसिनो भयो भने फेरि हल्का मिठो हुँदैन। अलिक ठुल्ठुलो, धेरै ठुलो पनि होइन, ठिक्कको उहाँ पेलेको भन्दा आफैले काटेर गर्दाखेरि चाहिँ अलिकति मिठो हुन्छ। त्यही भएर अब यो कुखुरा काट्छौँ। प्याज त भइसक्यो, हेर्नुहोस् प्याजहरू भइसक्यो। अब यो कुखुरा काट्ने। अझै मैले त पिठो पनि मुछ्दै खाएन। पिठो पनि अब यो काट्छु अनि मात्र मुस्छु। हजुरहरू मैले चाहिँ मासुहरू पनि काटिसकेँ अनि लसुन पनि यहाँ हालिसकेँ। अब चाहिँ बेसारहरू झानेर तेल, मेथी, तेल हाल्ने अलिकति, तेल र मेथी पड्काउने। यस्तै रहेछ जिन्दगी। म चाहिँ मोमोको मसला चाहिँ हाल्दिनँ है, तर मोमोको मसला चाहिँ नहालिकन अर्ग्यानिक टाइपको जिराको धुलो अलिअलि हाल्दिएँ। अनि त्यसपछि स्वादअनुसारको नुन, स्वादअनुसारको नुन हाल्ने। पिरो पनि हाल्दिनँ किनकि हाम्रो चाहिँ छोराहरूले नि खान्छ, त्यही भएर पिरो नहाल्ने। बेसार पनि अहिले तेल तात्तिन्छ अनि त्यो तेल यसैमा हाल्ने। बेसार पनि ठिक्क हाल्ने, तेल पनि। अरू चाहिँ म त्यस्तो केही पनि हाल्दिनँ। अब यही मेथी र तेल, यही मेथी र तेल भुट्छु अनि स्वार लाएर। त्यस्तो साह्रो म बाहिरको त्यो मोमो मसला हुन्छ नि, मोमो मसलाहरू चाहिँ म केही पनि हाल्दिनँ कि। यत्तिकै अर्ग्यानिक टाइपको बनाउने गरेको छु घरमा। यही तेल र मेथीले मात्र झ्वाइँ, तेल र मेथीले मात्र झ्वाइँ बनाउने अनि त्यत्तिकै मिठो हुन्छ। घाम फेरि थोरै लाग्यो आज। घाम हेर्न गाइस, घाम अन्डा पाक्छ, अन्डा। घाम त्यस्तो लागेछ। तेल पनि तातिसक्यो। अब चाहिँ यही मेथी फुलाउने मस्तले। पिठो मुस्नु पर्ने छ, पिठो पनि गरिने मारुफी। अब पिठो मुच्छु। कालो हुँदैछ, हल्का कालै बनाउने हो कि यो। अनि मोमो खाँदा नि स्वाद आउँछ त्यो मेथीको पनि पुरै। कालो भएपछि चाहिँ यो बेसार छ नि, बेसार चाहिँ फेरि हाल्दिनँ यसरी। अनि त्यसपछि मुस्ने। यस्तै रहेछ जिन्दगानी।
किमा पनि रेडी भयो। अब चाहिँ म यो एकछिन भयो नि फ्रिजमा हालिदिन्छु किनकि यो पुरै भित्रभित्र उयो हुन्छ क्या फ्रिज। अब चाहिँ म पिठो मुस्न थाल्छु। अब चाहिँ म पिठो मुस्छु। मैले पिठो पनि मुसिसकेँ। मुसेको चाहिँ हजुरहरूलाई देखाउन पाइनँ किनकि यहाँ मोबाइल समात्दिने मान्छे कोही पनि छैन, त्यही भएर यो पनि भइसक्यो। पिठो पनि मुसिसकेँ। अब चाहिँ अचारहरू बनाउँछु मोमोको लागि। ल यो पनि भुट्यो। अब चाहिँ म अचार बनाउन लगाएको छु। अचार चाहिँ दुईवटा बनाउँछु, एउटा पिरो बनाउँछु, अर्को चाहिँ गोलभेडाको मात्र बनाउँछु। पिरो अचार चाहिँ के गरी बनाउँछु भन्दाखेरि पहिला तेल तताउने होइन, अनि हाम्रो चाहिँ यो खोर्सानी चाहिँ पहिला भुटेर अनि पिनेर राखेको हो क्या। यो खोर्सानीहरू चाहिँ हाम्रो यो खोर्सानी चाहिँ मैले पचौडामा हाल्छु। नुन हाल्नु मलाई भने हाल्दा हुन्छ, नभए नहाल्दा पनि हुन्छ। कसैले त नुन नहालिकन गर्छन् किनकि अर्को गोलभेडाको अचारमा नुन हाल्छौँ नि त, त्यही भएर। तर मैले चाहिँ अलिकति स्वाद अनुसारको यसो नुन चाहिँ हाल्छु कि। यो पिरो अचारमा अरू केही हाल्नु पर्दैन। अब यो तेल तात्तिन्छ अनि यसलाई उयो फुर्याउने मात्र हो। तेल तात्तिँदै ह। आजको चाहिँ यस्तै भइरहेछ भिडियोहरू पनि। हजुरहरूलाई कस्तो लाग्छ खै। आयन्स र आवास यहाँ पिपीको उयसमा हेलो भन। हेलो हेलो गाइज भन्दै न। हेलो गाइज। खै सबैजनाले लाइक गरिदिनु होला भन। लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, कमेन्ट पनि। आज हामी के खाने रहेछ र? मोमो। को खाने मोमो? कतिवटा खाने? दुईटा। अब दुईटा मात्र खाने? अनि आवाज चाहिँ? ओहो आमा पनि खानुहुन्छ? पिरो मोमो चाहिँ खाने आमा पनि? तेल चाहिँ तात्तिसकेको छ। अब यो तेललाई यहाँ स्वार लाएर यो तेल चाहिँ यहाँ स्वार लाएर खनाउने गाइज हो। यसरी हो यसरी बनाउने यो। यस्तो भयो। हो यो चाहिँ अहिले एकछिन यत्तिकै राखिदिनुपर्छ अनि अहिले भिज्दै जान्छ अनि खाँदाखेरि यस्तो मिठो टेस्ट आउँछ। अब चाहिँ म अचार अर्को अब चाहिँ नपिरो अचार बनाउनु लाग्यो। तात्तिँदैछ फेरि यो फुर्याउँछु, हल्का कालो कालो हुन्छ। तेरे जिंदगानी
प्याज पाक्दैछ गाइस। अब चाहिँ म गोलभेडा नै हालिदिन्छु। गोलभेडा हालेपछि हल्का बेसार हालिदिनु। बेसारपछि नुन, हाल्ने अनि एकछिन चलाउने। जिराको धुलो हालिदिँदै गर्दा नि हुन्छ, किनकि अब यो पाक्दै गर्छ नि त गोलभेडा। ठिक्क जिराको धुलो, अनि त्यसपछि अनि लसुन पनि हालिदिँदा हुन्छ। अहिले नै पाक्दै गर्छ, पिनेर हाल्नु पर्दैन। अहिलेसम्म मिक्सरमै पिन्ने हो क्या अरे यो अचार, त्यही भएर यतिकै हालिदिँदा हुन्छ। अब एकछिन हल्का पाकेपछि अनि मिक्सरमा घुवार बनाउनुपर्छ। मेथी यो के अरे तिल पनि भुटिसकेँ मैले। अब एकछिन पाक्दै गर्छ। अचार बनेपछि चाहिँ अनि मोमो बनाउनका लागि मोमो के भयो मोमो भन्दैछ एउटा। अनि मोमो बेला थानी अचार बनिसकेपछि हाम्रो पिरो अचार यस्तरी उयो हुँदैछ, बनाउने हो यस्तो हुँदैछ हाम्रो यम्मी यम्मी अचार। हाम्रो अचार चाहिँ यत्तिकै हुँदैछ, पाक्दैछ गोलभेडा। धेरै त्यस्तो साह्रो पकाउनु पर्दैन, किनकि यो मिक्सरमा घुवाइया गर्ने मात्र हो। यो के अरे हाम्रो अचार पाक्न लागिसक्यो। यो अचार धेरै बनाउनु पर्दैन कि, धेरै त्यो गोलभेडा पाक्नु पर्दैन, किनकि यो मिक्सरमा घुवाइया गर्दाखेरि पुरै उयो हुन्छ नि त। हल्का यो मसलाहरू मात्र पाक्दाखेरि त्यसमा रेडी हुन्छ। रेडी हेर्नु त यत्तिको भएको छ, दामी देखिएको छ। त्यस्तो साह्रो पकाउनु पर्दैन। यसमा चाहिँ मैले त्यस्तो साह्रो मैले पिरै हालेँ यो अचारमा चाहिँ, किनकि हामीले त्यो उयो बनाएको छौँ नि त ओइल पिरोवाला। यस्तै रहेछ। ल अब यो भयो, अब एकछिन सेलाउन दिने। अब यो अचार भयो, अब एकछिन सेलाउन दिने। अनि त्यसपछि मिक्सरमा घुवाइया गर्नुपर्छ तिल र यो अचार। सक्यो काम। अब एकैचोटि घुवार गरेको देखाउँछु हजुरहरूलाई। अब चाहिँ यसमा तेल लगाउँदैछु मोमो हाल्नको लागि। तेल लगायो भने चाहिँ टाँसिँदैन क्या मोमो, नभए त पुरै टाँसिन्छ यसरी तेल लगाउनु।
चाहिँ हामी मोमो बेल्दैछौँ। मम्मीले चाहिँ मोमो बेल्दै हुनुहुन्छ। म चाहिँ डल्लो बनाउने काम। यति बनाएँ भर्खर 4वटा डल्लो। बजारमा मोमो गाइस। मोमो डल्लो चाहिँ मैले यस्तो बनाउँछु, गोलो गोलो। के कागो भनेको हो? के कागो? आमाको मोबाइल खै हराइ छैन तिमीहरूले? अब फोन गरेको मैले चाहिँ अचार पनि मिक्सरमा पिनिसकेँ। मिक्सरमा पिनेर यस्तो भएको छ हाम्रो अचार, मोमोको अचार गाइस। हेलो नमस्ते। आज चाहिँ मैले मोमो लिएर आएको छु अनि त्यसपछि अचार, मोमोको अचार। मोमो अनि यहाँ चाहिँ पिरो अचार पनि छ। म चाहिँ हातले खाएँ है, किनकि मोमो त हातले खाँदा मिठो हुन्छ। फर्स्ट बाइट खाएर एकदम मिठो बनाउँछ, घरमै बनाएको।
बाई। मैले चाहिँ मोमो पनि खाइसकेँ। हजुरहरूलाई यो भिडियो कसैले चाहिँ मोमो पनि खाइसकेँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ प्लिज लाइक, सेयर, कमेन्ट गरिदिनु होला। आजको लागि यति नै, बाई।